Hello everyone, welcome to yet another episode of Step Up English with me. So today we'll learn few polite versus few very rude sentences. Okay. First is sit here. यहाँ बस भनेको होइन इट साउन्ड सो रुड यसलाई चाहिँ हम पोलाइटली कसरी भन्ने भन्दाखेरि प्लिज ह्याभ अ सिट यहाँ बस्नुहोस् भनेको होइन प्लिज ह्याभ अ सिट अर्को चाहिँ हुन्छ आई वान्ट कफी भनेको चाहिँ मलाई कफी चाहियो भनेको होइन सो रुड होइन त्यसो नि आई वुड एक्चुली लाइक टु ह्याभ अ कफी भनेर भने द्याट साउन्ड्स मोर पोलाइट अर्को चाहिँ नि हुन्छ आर यु फ्री भनेर भन्नलाई चाहिँ नि साउन्ड सो रुड के होइन यसलाई चाहिँ नि पोलाइट भन्दाखेरि डु यु हेभ अ मोमेन्ट भनेर भन्ने होइन अर्को चाहिँ फोनमा कुरा गर्दाखेरि नि हु आर यु भनेर भन्छ नि होइन तपाईँको नाम के हो भनेर भन्छ नि हु आर यु वाट्स योर नेम भन्छ नि होइन यसलाई चाहिँ हामीले कसरी भन्न मिल्छ नि मे आई हेभ यर नेम प्लिज भनेर भन्ने होइन साउन्ड्स मोर पोलाइट अनि आइएम गोइङ नाउ भनेर भन्यो होइन ल मिटिङ छ कि आइएम गोइङ नाउ होइन यो चाहिँ नि इट्स अल्सो साउन्ड्स रुड यसलाई चाहिँ कसरी भन्ने भन्दाखेरि आई सुड प्रोभाब्ली गेट गोइङ होइन भनेर भन्ने द्याट साउन्ड्स मोर पोलाइट अर्को चाहिँ नि गिभ मी द पेन भनेर साउन्ड सो रुड मलाई पेन देऊ भनेर भने हो तर साउन्ड सो रुड यसलाई चाहिँ नि कुड यु प्लिज गिभ मी यु पेन भनेर भन्ने होइन साउन्ड्स मोर पोलाइट बाई